अरे यो मेक्सिको ओला uno dos hola Coca-Cola 1 2 3 4 4 gormi oh no muy bien mama यिनीहरू त क्या बोलाउँदैछ हेर्नु यो इन्डियाको जस्तो हुन्छ रे उयो बोलाउँदैछ नामहरु सबैले बोलायो त हामीलाई त किन ल अब हामी चाहिँ नि यो कार रेन्टमा आएको हार्मोनोसले ल्याइदिनु भयो हामीलाई हार्मोनोस भनेको त दाजु नि पढेको त स्पेनिस पढ्दा त हार्मोनी भनेको त फेरि कोरियनमा बोजूलाई भन्छ नि फेरि हार्मोनी भनेको हारबुजी भनेको पनि बाबैलाई हो हारबुजी आम कस्तो सुनेको हाङ गुची गुची होइन नि हारबुजी हो खरबुजा चाहिँ के अरे खरबुजा चाहिँ हाम्रो नेपालीमा गाडी पर्खेको अवस्था हामी यहाँ छ दिदी बहिनीहरू होइन भोक लागेर सास फुस्किन आँटेको छ बिजोक भएको अवस्था अब यहाँ यसरी हात जोडेर चाहिँ ठङ्गरङ्गा बाहिरी पर्खिँदा भइसक्यो गाडी नै आइदिएको छैन गाडी रेन्टको लागि तर सो यो ओसियनको छेउमा भएर होला कि सो शीतल क्या यहाँ चाहिँ त्यही चाहिँ ढुक्का लागेको 89 भन्दैछ तर कस्तो शीतल गर्मी पनि बाँकी पनि रहेछ बट लाइक शीतल आरोप लाउँछ भनेर सबै मुनिमुनिको भिडियो गर्नु भन्दैछ उनीहरूले भिडियो गरेर नि दिँदो रहेछ अनि भिडियो गरेर नै लाँदो रहेछ क्या हेरेर सो दिस इज आवर रेन्टको गाडी ब्याक आगेको अवस्था एउटा पो हेर्दो रहेछ है के नै चाहिँ कोर्स जस्तो गऱ्यो त हौ अनि हामीले नि यस्तो साह्रो स्क्रच हो लिटल बिट म चाहिँ भिडियो मात्रै गर्ने यहाँ चाहिँ हाम्रो सामान चाहिँ यति भएको छ सबै उहाँहरूले गरिरहनु भएको सामान यति छ हाम्रो टाढा कसले कुदाउने हो गाडी मान्छेहरू पनि के भएर मान्छे नि नभएको यहाँ छ हौ मान्छे काम गरिरहेको त बसिरहेको यो टुरिस्ट एरिया होइन होला नि त ओके अनि उनीहरूले उयो गर्दैछ अलिकति यो के डेभलपिङ हुँदै गरेको एरिया होला नि यसो गर्दा त यहाँ क्या खतरा ठाउँ छ त हो अनि माउन्टेनतिर जाउँ कस्तो छ बिजो तर पनि त्यो देखिरहेर क्या त्यस्तो साह्रो त्यो ब्याड फिल कस्तो फिल अप्ठ्यारो फिल हुँदैन नि त यो चाहिँ होइन यहीँको खाना ट्राई गर्ने टाइम चाहिँ छैन चामल चाहिँ बोकेर लैजाउँ तुलुममा जाँदाखेरि चाहिँ नि ए होसै म्याकडोनल्ड नखाने उही खाएको म्याकडोनल्ड बिगार्नु मात्रै हो गाह्रो भयो भने खाँदा हुन्छ मेक्सिकन अर्डर गरेको अरे बुझ्दैन त त्यसो भने भिडियो भइरहेछ सिधा साधा हो यहाँ तर म काट्छु अरे यिनीहरू यो बिल्डिङहरू छ नि यहाँ भएको यो सबै छोडेर यिनीहरू हिँडेर भागेको हो क्या खोल्दिली लागेर सोल्टीलाई हेऱ्यो यहाँ भिडियोमा चाहिँ स्मार्ट हुन्छ बर्बाद होइन साँच्चै एकछिन ड्राइभरलाई उयो नगर्नु सेम्स क्लब रहेछ त यहाँ अनि बेसी हुन्छ एक महिनाको सामान उसिन्दै खा गरेर डल्ला बोक्यो अनि कुखुरा जस्तो गराउँदै हिँड्नु ग्यास छोड्दै कुखुरा जस्तो छेउमा आउँदैन नि त पर बाबु मान्छेहरू फोटो फुल दिँदैछ छोड्नु त टाउको हलाउँदै बस्ने कति राम्रो मन पर्यो तपाईँलाई सबै सिङ्गल भने सिङ्गल आएको छ मलाई चाहिँ यो मन पर्यो छैन घरमै छ बेसी होला यो मन पर्यो मलाई कति मजाको धुप्पा होइन ठिकै छ अहिले होइन मैले चाहिँ भातहरू खाने ठाउँ बाई गर्ने भन्दा चाहिँ फ्रुट्सहरू त्यस्तो छ जस्तो लाग्छ मजाको मलाई यतातिर त कस्तो लागिरहेको छ छोरीतिर अब यतिर घुमेको हो नि त यस्तोतिर घुमेको छैन नि त त्यही भएर होला मल हो मल अरे ए मटेल यो मल आलु झ्यालहरु छ ए पाते बोलिरहेको मेरो बोलाको सुनि मात्रै राखेको के म
एउटाले मोल भन्छ अर्कोले मोटेल भन्छ यस्तो गर्नु नि भइगयो नि टाउको छ आएर पुस्नु हाल्यो अहिले पैसा आउँदैन अलिक अगाडि नजानु नि हौ अनि म पनि त्यो चर्म लगाइदिएको पुस्नु लाग्यो यसो पुस्दिन्छन् पैसा माग्छ नि एउटाको चर्म खरिदिन्छन् पैसा माग्छ आयो आयो नो 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 भन्नु है छिटो ओइ तँदेखि यस्तो गर्नु नि भइगयो नि हौ होइन जबरजस्ती आयो भने अनि बालै दिएन हामीलाई त यस भनेलाई चाहिँ होला ल हाम्रो चाहिँ यो है अब आइपुगेको फाइनली आफ्टर लाइक हाफ एन आवर सोल्टिनीहरूले चाहिँ ड्राइभ गर्नु भएर ल्याउनु भएको अनि हामी चाहिँ यता छौँ कडा हेभी है यो पनि ढुङ्गै जस्तो छ फेरि यो त हिराई जस्तो छ यसलाई त बिस्तारै गर्नुपर्छ ए टाउको ओए ल चल होइन म लान्छु एउटा ओरेन्ज 2 खेप गरेर लान्छु ल त्यही छोडिदिनु नि त फेरि व्हाइट पनि सक्दैन होला 2-2जना ए खुट्टा 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 तपाईँको खुट्टी टाढा अप्पै तपाईँहरूको त हाम्रो भन्दा बडा खायो त भयो ल थ्याङ्क यू एसी छ कहाँ छ एसी वाइफाई पासवर्ड छ एसीको कहाँ छ एसी अन गर्छु ल म वाउ कस्तो राम्रो ओ माई ओ सिमी साढेमा चाहिँ हामी आइपुगेका छौँ बिहानको कति 5-5:30 उठेर अनि यहाँ चाहिँ रम्पम अन द हाउस अनि यहाँ चाहिँ के छ अन्डा अन द हाउस यहाँ कुकहरू यता हुनुहुन्छ हेलो हेलो यहाँ सिकिस्त भएर बस्नु भयो भने पेसेन्ट यहाँ हुनुहुन्छ अनि अर्को कुक यहाँ हुनुहुन्छ हेलो हेलो अनि यहाँ कति राम्रो ठाउँ छ है वाउ छ क्या कस्तो न्यानो तातो छ क्या अनि यहाँ लन्ड्री रुम रहेछ यहाँनिर लन्ड्री हियर पुल सिटिङ रुम एरिया हियर अनि त्यहाँदेखि रेस्टरुम our khaja for tonight. Everyone is hungry. शपिङमा गएको अवस्था है हामी चाहिँ मलाई चाहिँ नि के अरे उयो चाख्नु होला हौ त्यो डल्लै माछा पोलेको हुन्छ नि रोस्ट गरेको उयो पोलिरहेको पार्किङ तिर्नु पर्दैन रहेछ नि त यहाँ त नि राख्दा भइगयो नि हामी अहिले आउँदाखेरि गरिवरि जाउँ होला नि इन्जोय गरियो जानु इन्जोय गर्नु हिँडेको अवस्था इन्जोय भन्दा नि दाल भात तिर्नु हो त्यत्रो घुम्नु आउनु अरे अनि फेरि वालमा चामल किन्नु कुदेको अरे खाएर रम्पम घरदेखि डल्लै खोर्सानी टिपिकल नेपाली गर्ल्स हो क्या हामी भनेको यतिको चामिङ आएको हो त धन्न त्यति मेगी खाएर मेगी र अन्डा खाएर टिपिकल नेपाली गर्ल्स मुभिङ इन्टु मदरहुडमा हो क्या हामी भोलि भनेपछि त्यो भोलि गाइस एटिपी एक एकजना कुदाउने ओके रुमाल छन् रुमाल बोक्नु पानी छैन यसरी यहाँको यहाँ चाहिँ हलैन आएछ हाम्रोमा आएकै छैन नि त त्यतातिर रियली अगस्त सेप्टेम्बर अक्टोबर हो मैले देख्छु अगस्त सेप्टेम्बर अक्टोबर अनि अनि अगस्त हो त आएछ हलैन आएछ म हिजो अस्ति आउँदा त थिएँ सब्जी एरियामा आएको ओ उयो के अरे यो माछा चाहिँ खानु मन लाग्यो कि तर माछा चाहिँ तर सबै यो स्पेनिसमा हुँदो रहेछ यो स्याड्रिन फिस भनेको त्यो ओमेगा 3 ओलिभ ओइलमा हुन्छ नि त स्याड्रिन फिस भनेको इफ आई स्पिक आउट करेक्टली तर यो मारिना अजुल अरे
भनेर छ चाहिएन न मेरो लागि एउटा नाना रेड एक लैजाऊ न के पाउँदैन अन्डा बाहिरी हुँदो रहेछ फेरि यहाँ चाहिँ यही लानु होला यो त बेसी पो हुन्छ होला है अब 12वटा लैजाऊ न अर्को ए यो लैजाउँ यो त्यसो भए यो आई थिङ्क दिस वान लुक्स मोर हेल्दियर अनि ब्रेडहरू चाहिँ नलाने भनेको खाजाको लागि सावर डो त यता हुनुपर्ने त अनि यो चाहिँ बेकरी रहेछ भेजिटेबलको सेक्सनमा आएर क्याक्टस पनि रहेछ त क्याक्टस चाहिँ कसरी खान्छ हौ हामी घुम्न आएको अरे कि गर्ल्स ट्रिप गरेर आएको अरे सबै वालमार्टमा सब्जी छान्दै किनिरहेछ यहाँ तपाईँको उयो भयो यो यस्तै हो उसको स्टाइलहरू त्यो खानाले चाहिँ कहिले छोडेन ए सपिङ हुँदैछ घुम्नु आएको केटीहरूको सपिङ हुँदैछ हामी मात्रै हो कि सबै यस्तै हुन्छ हौ मान्छेहरू गर्ल्स ट्रिपमा आउँछ होइन अनि यसरी सपिङ गर्नु अरे कुदेर आयो यति पकाएर खायो त्यो रमपम्प त घरैदेखि लिएर आउनु भएको है फेरि सोचिहाल्नु मलाई तर यहाँनिर रातो अन्डा पनि हुँदैन त म त हुँदैन पो होला भनेको यहाँ अलिकति महँगो होला रातो अन्डा चाहिँ तर सबै यहाँको प्राइसहरू पनि डलर अरे तर कन्भर्ट भएर डलरमा हुँदो रहेछ उनीहरूको यति डलर हुँदो रहेछ कन्भर्ट हुँदो रहेछ अब थाहै छैन उता त्यो कति हो के हो भनेर सिक्नु मन लागेको अवस्था यो के अरे हरियो आलु राम्रो हुन्छ र हरियो राम्रो हुँदैन कि यो चाहिँ बेटर हुन्छ होला हजुर हजुर टमाटर हाल्नु ल है हामी गर्ल्स ट्रिपमा टमाटर किनेको अवस्था कुन चाहिँ टमाटर हाल्नु भन्नुभयो फेरि उहाँले अब है टमाटर पनि खानु पऱ्यो नि त टमाटर पनि गर्ल्स ट्रिप टमाटर बाउलाई भन्यो होला किन बाउलाई चाहिँ मलाई भनिदिएको हो भइरहेछ मेरो सिक्दैछु है मैले सिक्दैछु है अनि हामी गर्ल्स ट्रिपमा आएको नि हामी सबै गरिरहेको छौँ वालमार्टमा यस्तो भिडियो बनाइदिएर अलिअलि भिडियो बनाइदिएर सम्झना भनेर क्याक्टसहरू पनि खाएको छ नि देख्नुभयो क्याक्टस यो त लगिराख्नुपर्छ होला हौ यो डल्लै एउटा राम्रो हो नि अहिले गएर खाइहाल्नु त हजुर पाकेको होला त हाम्रो चाहिँ पुरा यहाँ हिसाब भइरहेको चाहिँ उयो खाने भनेर के अरे टाकोस खाने हिसाब भइरहेको चार्जर भनेको त बाइक किन्ने ठाउँ जस्तो लाग्छ उतापट्टि छ बाइक किन्ने हो त्यहाँनिर बाइकको ह्यान्डलहरू झुन्डाउने उयो चाबीहरू झुन्डाउने हो कि बाटो टाकोस खानु आँटेको क्या हामीले चाहिँ गाइस यहाँ कस्तो फनी भयो यार Hey, tacos on the house. Tacos on the house. Taco खाएको ल Tacos on the house. Taco खाएला उता लानु उता लानु यता दिनु बिरयानी स्वाद आएको बिरयानी ओ यो उयो रहेछ के हो चिल्ली पाउडर सुकाएको र यो नसुकाएको सुकाएको रहेछ चिल्ली पाउडर लगाएको अवस्था अनियन लगाएको अनियनले स्विट छ नि त अनियन स्विट छ यो पनि हालेर खानु भुटेको अनियन स्विट छ हजुर म चाहिँ मिठो लाग्यो त तपाईँलाई लागेन मिठो लाग्यो मलाई त मलाई प्लेन मिठो लाग्यो तर अमिलो भयो के यो तर अमिलो छैन ठिक्क छ प्लेन छ एउटा त सन्जिताको भयो त तिनवटा त
पोल्ट्री नगर्नु नि म एउटा मात्रै खानु भनेको अघि मैले हेर्ने कत्रो खाँदैन ठिकै हुन्छ मिठो छ मिठो लाग्यो मलाई मिठो लाग्यो खोर्सानी दिनु नि अलिकति यो प्लास्टिक बोक्दै गर्नु नुन अरू गरेर खोर्सानी चोबेर खानु न कस्तो मिठो छ ए तारा कि दारा भनेको होइन कस्तो के खानु नि अहिलेको डल्ले चाहिँ हुनुपर्छ थ्याङ्क यू ग्रासियस मेमोर के हो मेमोर भनेको माइ लभ होला माइ लभ झट्टै मेमोर भन्दैन उहाँले फेरि मियामर पनि भन्दै आउनुभएको छ उहाँले आएको त्यति हो जेसुकै बुझ्दैछ त्यो पनि इटालियन हो नि साँच्चै हो त अनि स्पेनिस होइन होइन तर उनीहरूले चलाउँछ न हो र पुरा गाडी उयो भइरहेको होइन अब त्यस्तो कस्तो सोचेको कसले त्यस्तो गर्छ पल्टाइदा ला खोर्सानी होला आँखामा गाडी हौ यहाँ कस्तो राम्रो देखिरहेको छ क्या भनेको नानाले पल्टी पल्टी गर्न होइन हौ यहाँ हेर्नु त साँच्चै भने यहाँ चप्पेर यहाँ निल्नु मात्रै आने झन् निस्क्यो गाडी त सबैले खिच्दै गाडी त्यहाँ राखेर चाहिँ देखिरहेको छ तिमी टन्किनै पर्दैन होइन अब राम्ररी यसो गरेर ट्याक्कै मलाई अमिला दिने ट्याक्कै टाइमिङ चाहिँ मिलेको हो क्या अर्को एउटा थैली चाहिँ जान्छ क्या अघि चुट्टिएको छ हेर्नुको एकछिनै अब देख्दैछ म त्यो उयो फेक गरे जस्तो देख्छ कि रियल देख्दैछ हातले त्यही देखिरहेको नदेखाउनु आफूले